आज हामी सम ग्यासेसको पार्ट 2 गर्दै गइरहेछौँ। यसमा सबभन्दा इम्पोर्टेन्ट ग्यासेस कार्बन डाइअक्साइडको बारेमा हामीले पढ्न गइरहेछौँ। अब हेरौँ, कार्बन डाइअक्साइडको यदि मोलिकुलर फर्मुला हेऱ्यो भने CO2। यसको मोलिकुलर वेटको कुरा गर्यो भने कार्बनको मोलिकुलर वेट 12 र दुईटा अक्सिजन र त्यसमा एउटा अक्सिजनको 16 इन्टु 2 भनेपछि कति भयो 12 प्लस 32 is equal to 44 AMU is the molecular weight of carbon dioxide. ठिक छ। त्यसपछि यसको केही इतिहासको बारेमा जान्नु पर्यो भने सबभन्दा पहिला कार्बन डाइअक्साइड कसले अब्जर्भ गरे भन्ने कुरा भन्छ भने भ्यान हेलमोन्ट was the first person to observe carbon dioxide and called it as a fixed air भन्नुभयो। त्यसपछि अर्को कुरा के बुझ्नुपर्ने जोसेफ ब्ल्याक first showed that this gas can be prepared by the action of dilute acid. Dilute acid को एक्सन यदि हामीले क्याल्सियम कार्बोनेट माथि गर्यो अथवा म्याग्नेसियम कार्बोनेट माथि गर्यो भने त्यो कन्डिसनमा हामीले के पाउँछौँ कार्बन डाइअक्साइड ग्यास पाउँछौँ। ठिक छ। त्यसपछि 1783 मा सबभन्दा एकदम फेमस साइन्टिस्ट लेभोइजरले के गर्नुभयो लेभोइजरले यो कार्बन डाइअक्साइड इज एन अक्साइड अफ कार्बन हो भन्ने कुरा उहाँले भन्नुभयो। ठिक छ, प्रुभ गर्नुभयो। यति कुरा जानिसकेपछि हामीले यस च्याप्टरमा अब इम्पोर्टेन्ट के छ एउटा ल्याब प्रिपरेसन अफ कार्बन डाइअक्साइड, त्यसपछि टेस्ट अफ कार्बन डाइअक्साइड अनि यसको साथसाथै उसको फिजिकल प्रोपर्टी र केमिकल प्रोपर्टी हो। ठिक छ। अब सबभन्दा पहिला हामी जेनरल मेथड अफ प्रिपरेसन अफ कार्बन डाइअक्साइडको बारेमा कुरा गरौँ। अब हेरौँ, यदि कार्बनलाई मैले सफिसियन्ट सप्लाई अफ अक्सिजनसँग ट्रिटमेन्ट गरेँ भने त्यो कन्डिसनमा कार्बन डाइअक्साइड ग्यास पाउँछु। ठिक छ। कार्बन डाइअक्साइड ग्यास प्लस हिट यो कम्बसन रियाक्सन हो। ठिक छ। त्यसपछि यदि मैले फ्युल्सहरू जस्तै अर्ग्यानिक कम्पाउन्डहरूले पढ्नुहुन्छ यसपछिको च्याप्टर्सहरूमा, त्यसमा जस्तै CH4 मिथेन, ठिक छ, C3H8 प्रोपेन हुन्छ। यिनीहरूले यदि मैले अक्सिजनको प्रेजेन्समा हिट गरेँ भने त्यो कन्डिसनमा कार्बन डाइअक्साइड प्लस वाटर पाउँछु। ब्यालेन्स्ड इक्वेसन हजुरको लेफ्ट साइडमा छँदैछ, म खालि मेन भाव लेख्दैछु। ठिक छ। त्यसपछि हामीले मेटल कार्बोनेट जस्तै क्याल्सियम कार्बोनेट म्याग्नेसियम कार्बोनेटलाई यदि हिट गर्यौँ भने त्यो कन्डिसनमा हामीले क्याल्सियम अक्साइड प्लस कार्बन डाइअक्साइड ग्यास पाउँछौँ। ठिक छ। त्यस्तै बाइकार्बोनेटबाट पनि गर्न सकिन्छ, जस्तै NaHCO3। ठिक छ। NaHCO3 प्लस HCl गर्यौँ भने एक्वस कन्डिसन यो सोलिड हो। त्यो कन्डिसन हामीले के पाउँछौँ NaCl प्लस CO2 प्लस H2O पाउँछौँ। ठिक छ। त्यसपछि अर्को कुरा हजुरले के बुझ्नु पर्यो यहाँ Na2CO3 लाई यदि मैले H2SO4 सँग ट्रिटमेन्ट गरेँ भने त्यो कन्डिसनमा पनि मैले Na2SO4 प्लस CO2 प्लस H2O पाउँछु। ठिक छ। यसरी कसरी बुझ्न सकिन्छ या त डाइरेक्ट कम्बसन रियाक्सन कार्बनलाई यदि बेसरी ततायो भने कार्बन डाइअक्साइड, मिथेन अथवा सेचुरेटेड हाइड्रोकार्बन्सहरू मिथेन इथेन प्रोपेनले यदि हामीले हिट गर्यो भने त्यो कन्डिसनमा पनि कार्बन डाइअक्साइड आउँछ। यदि मेटल कार्बोनेटलाई हिट गर्यो भने थर्मल डिकम्पोजिसनमा गएर कार्बन डाइअक्साइड आउँछ। ठिक छ। त्यस्तै एसिड र मेटल कार्बोनेट अथवा बाइकार्बोनेटको रियाक्सन गरायो भने त्यो कन्डिसनमा पनि हाम्रो के आउँछ कार्बन डाइअक्साइड ग्यास आउँछ। ठिक छ। त्यसपछि हाम्रो सेलुलर रेस्पिरेसनको कुरा गर्यो भने त्यो कन्डिसनमा के हुन्छ ग्लुकोज अक्सिजनसँग रियाक्ट गरेर पनि कार्बन डाइअक्साइड दिन्छ। यो सेलुलर रेस्पिरेसन हामीले पढेकै छौँ। ठिक छ। प्लस एटिपी त्यो कन्डिसनमा पनि छ, तर यो खासै इम्पोर्टेन्ट छैन। हामीले इम्पोर्टेन्ट यो बुझ्नु पर्यो किनभने इट इज द बेसिस अफ ल्याब मेथड अफ प्रिपरेसन अफ कार्बन डाइअक्साइड। ठिक छ। अब ल्याबोरेटरी प्रिपरेसन अफ कार्बन डाइअक्साइड कसरी गर्ने हामीले ल्याबोरेटरी प्रिपरेसन अफ कार्बन डाइअक्साइड मैले लास्टमा जसरी भनेको थिएँ त्यसरी नै गरौँ न त। सबभन्दा पहिला हामीले के गर्छौँ मेटेरियल रिक्वायर्ड लेख्छौँ।
मेटेरियल रिक्वायर्डमा के चाहियो त सिम्पल फिगरमा जे हेर्न सक्नु भइरहेछ त्यो सब कुरा लेख्ने सबभन्दा पहिलो नम्बरमा के लेख्ने हामीले उल्फ बोतल ठिक छ त्यसपछि यो थिसल फनेल ठिक छ त्यसपछि यो डेलिभरी ट्युब त्यसपछि यो ग्यास जार ठिक छ त्यसपछि केही कर्क्सहरू अब यति कुरा लेखिसकेपछि केमिकल के चाहियो यसमा एउटा मार्बल चिप चाहियो ठिक छ त्यसपछि एउटा हाइड्रोक्लोरिक एसिड चाहियो ठिक छ अब हामीले के भन्छौँ यसमा अब प्रोसिजरको कुरा गर्यो भने marble chips are taken in a wolf bottle. This wolf bottle is tighted or fitted with a delivery tube and a thistle funnel with the help of cork. The delivery tube is passed into the gas jar. ठिक छ यति कुरा लेखिसक्यौँ हामीले त्यसपछि हामीले के गर्छौँ then dilute HCl is passed into the wolf bottle through the thistle funnel and the reaction start and the gas carbon dioxide will be produced. The produced gas ठिक छ the produced air carbon dioxide passes through the delivery tube and gets collected in the gas jar by the upward displacement of air because it is heavier than air. यति हामीले प्रोसिजरमा लेख्छौँ योभन्दा अगाडि के लेख्नु पर्यो हामीले प्रिन्सिपल लेख्नु भयो त्यो मैले छुट्याएको छु है अहिले प्रिन्सिपलमा हामीले के भन्छौँ when calcium carbonate is treated with dilute HCl then it gives calcium chloride water and carbon dioxide gas and the carbon dioxide gas is collected in the gas jar by the upward displacement of air ठिक छ यति कुरा भन्ने ठिक छ अब हामीले कहिलेकाहीँ क्वेसन सोध्छ वाइ कार्बन डाइअक्साइड ग्यास इज कलेक्टेड बाई अपवर्ड डिस्प्लेसमेन्ट अफ एयर बिकज कार्बन डाइअक्साइड ग्यास इज हेभियर देन एयर हामी एयरको यदि डेन्सिटी हेर्छौँ अथवा वेट हेर्छौँ भने 14.4 हुन्छ तर कार्बन डाइअक्साइडको गर्छौँ भ्यापर डेन्सिटी लगभग 22 हुन्छ सो इट इज हेभियर देन एयर अब प्रिकसन्स के युज राख्ने त सबभन्दा पहिला हामीले के बुझ्नु पर्यो यो एपरेटसहरू सुड बी फिटेड टाइटली ठिक छ त्यसपछि यो क्याल्सियम कार्बोनेट जुन छ नि त्यो पाउडरको रूपमा युज गर्ने किनभने ठुलो ठुलो डल्लो डल्लो युज गर्यो भने रियाक्सन अलिक स्लो हुन सक्छ त्यसपछि हामीले त्यो जो ग्यास जार युज गर्छौँ नि त्यो ड्राई हुनु पर्यो मोइस्ट किन हुनु भएन यदि मोइस्ट हुन्थ्यो भने यता H2O प्लस CO2 मिलेर कार्बोनिक एसिड बनाउँथ्यो हामीलाई त्यो ग्यास पाउँदैनथ्यो ठिक छ अब यहाँ हामीले सल्फ्युरिक एसिड युज गर्दैनौँ किन गर्दैनौँ यसले रियाक्सनलाई स्लो पार्छ त्यसपछि यो थिसल फनेलको जुन इन्ड छ नि इट सुड बी डिप्ड इन्टु दि यो मार्बल चिप्समा डिप्ड हुनु पर्यो इन्टु दि डाइल्युट HCl तर यो डेलिभरी ट्युबको जुन इन्ड छ त्यो यता लिक्विडको लेभलमा आउनु परेन यसरी हामीले लेख्न सक्छौँ ठिक छ त्यसपछि हामीलाई के क्वेसनहरू वाइ इज कार्बन डाइअक्साइड नट कलेक्टेड इन द ग्यास जार कन्टेनिङ वाटर बिकज मैले अघि नै भने इट इज सोल्युबल इन वाटर सो इट रियाक्ट्स विथ वाटर टु फर्म कार्बोनिक एसिड ठिक छ त्यसपछि अर्को वाइ इज डाइल्युट सल्फ्युरिक एसिड नट प्लेस इन द युज इन प्लेस अफ डाइल्युट HCl वाइल प्रिपेरिङ कार्बन डाइअक्साइड इन ल्याब हामीले के भन्नु पर्यो यो डाइल्युट सल्फ्युरिक एसिडले के गर्छ क्याल्सियम सल्फेट दिन्छ CaSO4 दिन्छ ठिक छ यो इन्सोल्युबल कम्पाउन्ड हो यसले के गर्छ मार्बलमाथि एउटा कोटिङ जस्तो बनाइदिन्छ र जसले गर्दा फर्दर रियाक्सन हुन दिँदैन ठिक छ कसरी गर्छ H2SO4 प्लस CaCO3 गर्यो भने यसले के दिन्छ CaSO4 दिन्छ ठिक छ यो CaSO4 ले के गर्छ यो मार्बल माथि एउटा कोटिङ जस्तो बनाइदिन्छ अनि जसले गर्दा रियाक्सन स्टप हुन्छ ठिक छ त्यसपछि हामीले के गर्नु पर्यो टेस्ट अफ कार्बन कसरी बुझ्ने कि यो हामीले बनाएको ग्यास कार्बन डाइअक्साइड नै हो हामीले के गर्छौँ सबभन्दा पहिला लाइम वाटर टेस्ट गर्दा पनि हुन्छ हामीले के गर्छौँ कार्बन डाइअक्साइड ग्यासलाई यदि क्याल्सियम हाइड्रोक्साइडको सोलुसन अथवा चुनलाई CaO लाई पानीमा घोलेर क्याल्सियम हाइड्रोक्साइडको सोलुसनमा पास गर्यो भने त्यसले गर्दा क्याल्सियम कार्बोनेट बन्छ ठिक छ दिस क्याल्सियम कार्बोनेट इज इन्सोल्युबल इन वाटर जसले गर्दा यो लाइम वाटर केमा कन्भर्ट हुन्छ मिल्की कलरमा कन्भर्ट हुन्छ ठिक छ
अब यो कार्बन डाइअक्साइड ग्यासलाई यदि बर्निङ म्याच स्टिक अथवा क्यान्डल नजिक राख्यो भने त्यो क्यान्डल एक्सटिङ्ग्विस्ड हुन्छ। किन इट इज नाइदर सपोर्टर अफ कम्बसन। ठिक छ। त्यस्तै यो मैले अघि नै भनेको थिएँ, यो H2O प्लस CO2 मिलेर के दिन्छ, H2CO3 दिन्छ। यो H2CO3 के हो, एसिडिक हो। त्यसैले यसले के गर्छ, मोइस्ट मोइस्ट ब्लू लिटमस पेपरलाई के गर्छ, रेडमा कन्भर्ट गर्छ। यो तीनवटा टेस्ट हामीले बिर्सनु भएन। ठिक छ। अब म्यानुफ्याक्चर अफ कार्बन डाइअक्साइड कसरी हुन्छ, म्यानुफ्याक्चर अफ कार्बन डाइअक्साइड लार्ज स्केलमा कसरी गर्ने, हामीले के गर्छौँ, क्याल्सियम कार्बोनेट हुन्छ नि लाइमस्टोन, त्यसलाई हाई टेम्परेचरमा हिट गर्यो भने, भट्टी लाइम किलमा गर्यो भने त्यो कन्डिसनमा क्याल्सियम अक्साइड प्लस CO2 पाउँछौँ। ठिक छ। क्याल्सियम अक्साइड प्लस CO2 पाउँछौँ। अब यसमा थोरै यता कुराहरू लेखेको छ, के लेखेको छ भन्दाखेरि यो प्रोसेसमा जुन क्याल्सियम अक्साइड पाउँछौँ नि, क्युक्लेम, यो एकदमै इम्पोर्टेन्ट बाई प्रोडक्ट हो। यसलाई हामीले व्हाइट सिमेन्टको रूपमा युज गर्छौँ एज फर व्हाइट वासिङ द वाल। ठिक छ। अब यसलाई यदि पानीमा डिजल्भ गर्यो भने CaO प्लस H2O गर्यो भने त्यसले के दिन्छ, क्याल्सियम हाइड्रोक्साइड दिन्छ। त्यसलाई हामीले के भन्छौँ, स्लेकिङ अफ लाइम। ठिक छ। यो प्रोसेस जुन छ यो हाम्रो एक्जोथर्मिक प्रोसेस हो भनेर हामीले जान्नु पर्यो। ठिक छ, एक्जोथर्मिक प्रोसेस। यति कुरा जानिसकेपछि अब हामी आउँछौँ प्रोपर्टिज अफ कार्बन डाइअक्साइड। प्रोपर्टिज अफ कार्बन डाइअक्साइडमा दुईटा प्रोपर्टी छ, एउटा फिजिकल प्रोपर्टी छ अनि अर्को केमिकल प्रोपर्टी छ। फिजिकल प्रोपर्टीमा के याद राख्नु पर्यो, इट इज कलरलेस एन्ड अडरलेस ग्यास विथ माइल्ड एसिडिक टेस्ट। यसको टेस्ट अलि एसिडिक हो। इट इज हेभियर देन एयर, जसले गर्दा के हुन्छ, यसलाई हामीले एउटा भेसलबाट अर्को भेसलमा सजिलैसँग हाल्न सक्छौँ। ठिक छ। त्यसपछि अर्को, इट इज स्लाइटली सोल्युबल इन वाटर, जसले गर्दा यसले के दिन्छ, H2CO3 दिन्छ। त्यस्तै इट टर्न्स वेट ब्लू लिटमस पेपर इन्टु रेड वान सोइङ इट्स एसिडिक प्रपर्टी। यो पहिले पनि डिस्कस गरेका छौँ। इट नाइदर बर्न नर सपोर्ट बर्निङ, यो पनि हामीले पहिले डिस्कस गरिसकेका छौँ। त्यसपछि इट क्यान बी सोलिडिफाइड एट -78 डिग्री सेल्सियस इन्टु व्हाइट सोलिड कार्बन डाइअक्साइड विच इज कल्ड एज ड्राई आइस। अब कसैले सोध्यो वाट इज ड्राई आइस, द सोलिड कार्बन डाइअक्साइड एट -78 डिग्री सेल्सियस इज कल्ड एज ड्राई आइस। ठिक छ। त्यसपछि हामीले अर्को कुरा के बुझ्नु पर्यो, यसको केमिकल प्रोपर्टी बुझ्नु पर्यो। केमिकल प्रोपर्टी यहाँ सबै 8वटा लेखिया छ। ठिक छ। तर हजुरले आफैले पढ्नु होला, म यहाँ थोरै छोटकरीमा सबै 8वटै केमिकल प्रोपर्टी लेखिदिन्छु। ठिक छ। सबभन्दा ठुलो छ के, विथ वाटर, वाटरसँग कस्तो रियाक्सन गर्छ। हामीले जब कार्बन डाइअक्साइडलाई वाटरसँग ट्रिटमेन्ट गर्छौँ भने त्यो कन्डिसनमा के दिन्छ, H2CO3 दिन्छ। ठिक छ। त्यस्तै अर्को कुरा के बुझ्नु पर्यो, जब म्याग्नेसियमलाई, मेटललाई कार्बन डाइअक्साइडसँग ट्रिटमेन्ट गर्यो भने त्यो कन्डिसनमा हामीले के पाउँछौँ, म्याग्नेसियम अक्साइड प्लस कार्बन पाउँछौँ। यो सब रियाक्सन हो विथ मेटल लाइक म्याग्नेसियम। तेस्रो हामीले पढेका छौँ भर्खर, जब लाइम वाटरलाई कार्बन डाइअक्साइडसँग ट्रिटमेन्ट गर्यो भने त्यो कन्डिसनमा हामीले के पाउँछौँ, क्याल्सियम कार्बोनेट प्लस वाटर पाउँछौँ। ठिक छ। चौथो रियाक्सन के हो यसको चौथो रियाक्सन हो कार्बन डाइअक्साइड, यो हाम्रो फोटोसिन्थेसिसको प्रोसेस, 6CO2 प्लस 6H2O सनलाइट र क्लोरोफिलको प्रेजेन्समा, सनलाइट र क्लोरोफिलको प्रेजेन्समा के बनाउँछ, C6H12O6 बनाउँछ प्लस 6O2 बनाउँछ। ठिक छ। यो पनि एउटा प्रोपर्टी भयो, केमिकल प्रोपर्टी। त्यस्तै क्याल्सियम अक्साइडलाई यदि KOH सँग ट्रिटमेन्ट, पोटासियम हाइड्रोक्साइडसँग ट्रिटमेन्ट गर्यो भने त्यो कन्डिसनमा K2CO3 प्लस H2O पाउँछौँ। ठिक छ। त्यस्तै सबभन्दा इम्पोर्टेन्ट हामीले एमोनियामा पनि पढेका छौँ, कार्बन डाइअक्साइडलाई यदि NH3 एमोनियासँग ट्रिटमेन्ट गर्यो भने एट 1500 डिग्री सेल्सियस एट प्रेसर त्यो कन्डिसनमा हामीले के पाउँछौँ, NH2CO NH2, यो के भयो, हाम्रो युरिया भएको हो। ठिक छ। त्यसपछि अर्को, कार्बन डाइअक्साइडलाई यदि रेड हिटेड कोक
कोक भनेको कोइलासँग ट्रिटमेन्ट गर्यो एट 900 डिग्री सेल्सियस, त्यो कन्डिसनमा यसले के दिन्छ, कार्बन मोनोक्साइड दिन्छ। ठिक छ। त्यसपछि अर्को, यदि एउटा टेस्ट ट्युबमा जसमा 2 देखि 3 ड्रप अफ पोटासियम हाइड्रोक्साइड छ, ठिक छ, अनि त्यसलाई यदि हामीले कार्बन डाइअक्साइडसँग ट्रिटमेन्ट गर्यो भने त्यो कन्डिसनमा K2CO3 प्लस H2O पाउँछौँ। ठिक छ। यति कुरा याद राखौँ, त्योभन्दा बढी चाहिँदैन। यो सब कुरा हामीले यहाँ लेखेकै छौँ, हजुरले आफै भिडियो पज गरेर हेर्नु होला है त। त्यसपछि अर्को कुरा हामीले के बुझ्नु पर्यो, वाट आर द डिफ्रेन्ट युजेस अफ कार्बन डाइअक्साइड। सबभन्दा पहिला युज याद राख्ने एउटा हेरौँ त, इट इज युज बाई ग्रिन प्लान्ट ड्युरिङ द फोटोसिन्थेसिसमा युज हुन्छ। त्यसपछि एडेटिभ ड्रिङ्क्सहरू जस्तै सोडा वाटर, बियर, लेमोनेडमा यिनीहरूलाई युज गरिन्छ। ठिक छ। त्यस्तै ड्राई आइसको कुरा गर्दाखेरि ड्राई आइस केको लागि युज हुन्छ, इट इज युज टु प्रिजर्भ भेजिटेबल, फ्रुट्स, फिस, मिट। ठिक छ। त्यस्तै कार्बन डाइअक्साइडको युज अरू के हुन्छ, वासिङ सोडा र युरिया प्रिपेयर गर्नमा। ठिक छ। अनि इट इज अल्सो युज टु म्यानुफ्याक्चर सुगर। त्यसैले यो प्रोसेसलाई के भन्छ, दिस प्रोसेस इज कल्ड एज कार्बोनेसन। ठिक छ। यसलाई हामीले फायर एक्सटिङ्ग्विसरमा पनि युज गर्छौँ। किन, हामीले टेस्ट अफ कार्बन डाइअक्साइडमै पढ्यो, यदि बर्निङ क्यान्डल अथवा म्याच स्टिकलाई ग्यास जार कन्टेनिङ कार्बन डाइअक्साइड नजिक राख्यो भने इट एक्सटिङ्ग्विसेस, किन, इट नाइदर बर्न्स नट सपोर्ट्स बर्निङ। यति कुरा याद राख्नु है त। त्यसपछि हामीले अब एउटा कुराको बारेमा याद राख्नु पर्यो, युज अफ कार्बन डाइअक्साइड इन फायर एक्सटिङ्ग्विसर। ठिक छ। र फायर एक्सटिङ्ग्विसरमा के हुन्छ, बाहिरबाट हेर्नमा यस्तो लाग्छ। ठिक छ। बाहिरबाट हेर्नमा यस्तो लाग्छ, तर यसको भित्र के हुन्छ भन्ने कुरा जानौँ है त। अब हाम्रो यो फायर एक्सटिङ्ग्विसर जुन हुन्छ त्यसको बाहिर यो के हुन्छ, एकदमै हार्ड सिलिन्डर, स्ट्रङ सिलिन्डर हुन्छ, जसमा के हुन्छ, सोडियम हाइड्रोक्साइडको सोडियम बाइकार्बोनेटको सोलुसन हुन्छ। ठिक छ। सोडियम बाइकार्बोनेटको सोलुसन हुन्छ। ठिक छ। अनि यो माथि एउटा नब हुन्छ, त्योसँग एउटा कनेक्ट भएको हुन्छ सानो बोतल। ठिक छ। बोतल जसमा के हुन्छ, कन्सन्ट्रेटेड सल्फ्युरिक एसिड हुन्छ। ठिक छ। ठिक छ। अब जति बेला हामीले युज गर्छौँ, यो नब भनेको यसरी जोड्या हुन्छ, जति बेला हामीले यो फायर एक्सटिङ्ग्विसरलाई युज गर्छौँ त्यो कन्डिसनमा के हुन्छ, यो नबलाई हामीले दबाउँछौँ, यो नबले के गर्छ, यो सिललाई ब्रेक गर्छ कि यहाँ सल्फ्युरिक एसिडको सिललाई। यो सिल बोतललाई ब्रेक गरिसकेपछि यो एसिड र एसिड H2SO4 र सोडियम बाइकार्बोनेट अब रियाक्सन गर्न थाल्छ। रियाक्सन गरिसकेपछि यसले के दिन्छ, Na2SO4 प्लस H2O प्लस CO2 दिन्छ। ठिक छ। दिस इफर्बिसेन्स अफ कार्बन डाइअक्साइडले के गर्छ, यो नोजलबाट पास हुन्छ, यो ग्यास, अनि जहाँ आगो लागेको छ त्यसलाई छोप्छ, अनि त्यसपछि इट एक्सटिङ्ग्विसेस फायर। ठिक छ। यति कुरा हामीले बुझ्नु पर्यो, युज अफ कार्बन डाइअक्साइड इन फायर एक्सटिङ्ग्विसर। यसको लागि मेन रियाक्सन यो याद राखौँ, NaHCO3 प्लस H2SO4 gives Na2SO4 plus H2O plus CO2. के भन्ने, a fire extinguisher consists of a hard cylinder containing a solution of sodium bicarbonate. It also consists of a small bottle containing concentrated sulfuric acid which is connected to the knob. When the knob is pressed, the bottle breaks and the acid is released. This acid reacts with sodium bicarbonate to give Na2SO4, H2O plus CO2. This gas is passed through the this nozzle and covers the fire and hence extinguishes it. यसरी गरेर हामीले लेख्नु पर्यो। यति थियो हामीले कार्बन डाइअक्साइड ग्यासको बारेमा जान्नुपर्ने। अब नेक्स्ट भिडियोहरूमा हामीले पास्ट इयर क्वेसन्सहरू गर्छौँ। हस् त, थ्याङ्क यू।